दुनियाँलाई देखाएको हो नि त मुझे दुनियाँलाई देखाएको थिइनँ नि त चिक्ने थाहा भएन नि त मुझे बुझिनस् भिडियो कलमा देखाउन सोच्छु तँलाई देखाएको थिएँ दुनियाँलाई देखाएको थिएँ भएन है भएन मलाई चाहिँ मन पर्दैन नि फेरि यसरी प्याच्च प्याचाएर बोलेको थाहा छैन भने चुपचाप लागेर बस बुझ्स् नि कमेन्टमा त भुकिस् कि यति हो अगाडि आएर भन्ने आँट राख्नुपर्छ एउटा हातले ताली बज्दैन त तेरो गाला मजाले पड्किन्छ बुझिस् नि होस् गरेस् कमेन्टमा भुक्न पाउँछ गाडमा दम राख्नुपर्छ है त मेरो अगाडि आएर बोल्नलाई चाहिँ अब ठिक छ अब मेरो भिडियो त्यसरी बाहिर आयो अब यसलाई म हेप्छु हेपेर बोल्छु भनेर सोचेको होला पाउँदैन सक्यो मलाई मान्छेले हेपेको मन पर्दैन बुझिस् नि त्यति हो अझ केटा मान्छे त केटा मान्छे भइहाल्यो होइन मुझेहरू त्यस्तै हो केटी अझ केटी क्या मलाई सपोर्ट चाहिएको होइन कि सपोर्ट गर भनेको होइन नबुझेको कुरा त नलेख्नु क्या कमेन्टमा नगर्नु मन पर्दैन सक्यो तँहरूलाई धेरै त्यो बोल्नु चुमुक जस्टिस तँहरूलाई जस्टिस कसले मागेको थियो केटीहरू स्पेसली मैले केटीहरूलाई भनेको है जस्टिस चाहिँ मलाई मागेको थिएन ल ठिक छ कन्टेन्ट बनाएर आएको छ गङ्गु ठिकै छ नि त मन पर्दैन भने सक्यो कुरै खोइ हामीलाई पनि कति मान्छेहरू मन पर्दैन उनीहरूको बारे हामी केही